ओम शान्ति। आज हामी चैत्र 11 गते सोमबारको बारे सुन्दैछौँ। भगवानको प्रेम पत्र। आज परमात्मा पिताले हामी बच्चाहरूलाई भन्नुभएको छ, ज्ञानलाई अन्जन भनिन्छ, ज्ञानलाई प्रकाश भनिन्छ। जब ज्ञानको प्रकाश मनभित्र जागृत हुने गर्छ, तब उसको भित्र पहिलो गुण जागृत हुन्छ, शीतलताको। ज्ञानले उसको अग्नि ज्वलन्त भएको अनेक विकारको अग्नि धीरे धीरे शीतलतामा परिवर्तन हुन जान्छ। र यस प्रकारले जब ज्ञानको अभाव हुन्छ, विभिन्न कुराहरू विकारहरूको जागृत हुने गर्छ। त्यसैले पनि जब विकार खत्म हुन्छ अनि शीतलता जागृत हुन्छ, र बाबाले भन्नुभयो त्यो कुरा फेरि ज्ञानमा मात्रै हुन्छ, भक्तिमा यस्तो चिजहरू खत्म हुँदैन। र हामीमा बाबाको याद भयो भने देही अभिमानी स्थिति हुन्छ, जहाँ परमात्माको याद हुँदैन त्यहाँ देह अभिमान पहिलो जड आउने गर्छ। त्यसैले पनि अब हाम्रो स्थितिलाई देही अभिमानी स्थिति बनाउनु छ। आज यही कुरा परमात्माले हामीलाई भन्नुभएको छ कि मेरा प्यारा बच्चाहरू, यो ज्ञानले तिमीलाई शीतल बनाउँछ र ज्ञानद्वारा नै काम क्रोधको अग्नि समाप्त भएर जान्छ। भक्तिद्वारा कुनै अग्नि खत्म हुँदैन। र बाबाले बच्चाहरूसँग चिटच्याट गर्नुभयो, परमात्माको यादमा मुख्य कुन चाहिँ मेहनत गर्नुपर्छ। मेहनत कुन चाहिँ छ भन्दा उत्तरमै बाबाले भन्नुभएको थियो, बाबाको यादमा बस्दा देह पनि याद नहोस्। म यो देह होइन, देहभित्र रहेको एक चैतन्य लाइट प्रकाश पुञ्ज आत्मा हुँ। यो स्मृति नै आओस्। आत्मा अभिमानी बनेर बाबालाई याद गर्नु छ। यसमा बाबाले भन्नुभयो मेहनत गर्नु पर्दछ, यसमा विघ्न पनि पर्छ। आत्मा अभिमानी स्थिति बनाउन विघ्न पनि पर्छ। किन? यहाँ त कल्पसम्म देह अभिमानी रह्यो। भक्तिको मतलब नै देहको याद रहनु हो भन्नुभयो। भक्ति जब गर्छौँ त्यहाँ देहको भान रहेको हुन्छ, तर यो ज्ञानमा देहको भान हुँदैन। त्यसैले परमात्माले भन्नुहुन्छ, धारण गर्नको लागि सङ्ग दोषबाट आफ्नो धेरै सम्हाल गर। साथीभाइ कस्तोको गरिरहेछौँ, यो साथीको सङ्गतबाट आफूलाई बचाऊ। कहिले पतित जसको कर्म गिरेको छ, बोल गिरेको छ, सङ्कल्प सोच गिरेको छ, त्यस्ताको सङ्गतमा तिमी कहिल्यै पनि नआऊ। शान्तिको शक्तिद्वारा यस सृष्टिलाई पावन बनाउने सेवा गर भनेर आज बाबाले भन्नुभएको छ। ड्रामालाई राम्रोसँग बुझेर हर्षित रहनु छ। नै ड्रामा नाटकलाई राम्रोसँग बुझेर खुसीमा रहौ। आफ्नो सब थोक दुनियाँको लागि, नयाँ दुनियाँको लागि ट्रान्सफर गर भन्नुभयो। र आज परमात्माले हामी सबै बच्चालाई आशीर्वाद दिनुहुन्छ। बाबाद्वारा सफलताको तिलक प्राप्त गर्ने सदा आज्ञाकारी, दिल तख्त नसीन बन भन्नुभयो। बाबा परमात्मा पिताद्वारा सफलताको तिलक प्राप्त गर्ने सदा आज्ञाकारी, दिल तख्त नसीन बन भनेर आज बाबाले आशीर्वाद दिनुभएको छ। र आजको सौभाग्य छ, विश्व परिवर्तनको डेट नसोच। विश्व परिवर्तन कहिले होला यसको डेट नसोच। स्वयंको परिवर्तनको घडी निश्चित गर भन्नुभयो। विश्व परिवर्तनको डेट नसोच, स्वयंको परिवर्तनको घडी निश्चित गर भनेर आज परमात्माले भन्नुभएको छ। ओम शान्ति।